आज चाहिँ भर्खर के यहाँ आउँदै गर्दाखेरि बाटोमा एकजना भाइले लास्टै डर लाग्ने तरिकाले चलाए कि मेरो यो मुख हुन्छ नि, मुख चाहिँ आँको आँ भयो कि यो आँखा चाहिँ ठुला भयो कि अनि मुटु चाहिँ ढकढक 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 बनायो कि आजकलका यी केटा मान्छेहरूले स्कुटी सवारी साधनहरू चाहिँ चलाउँदा कस्तो डेन्जर तरिकाले चलाउँछन् नि। आफू सुरक्षित भएर चलाएँ भनेर के भन्नु, अब अरू मान्छेहरूले असुरक्षित तरिकाले चलाइदिन्छन् अनि आफ्नो चाहिँ के अरे बिहानमा घरबाट निस्किँदाखेरि अफिसमा पुगेसम्म अनि फेरि अफिसबाट घर नआएसम्म मन चाहिँ दुचुक 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 हुन्छ। किनकि बाटोमा अहिले आएर एक्सिडेन्टहरू यति धेरै बहन्ने। अब बिहानमा जाँदाखेरि अब सानो छोटो दूरीको यात्रामा पनि बाटोमा जाँदा देखिन्छन् के कतिपय एक्सिडेन्टहरू। अनि कहिले आउँदाखेरि पनि हुन्छन्। प्रायः जसो अहिले देखिँदाखेरि चाहिँ मन धचक्क धचक्क हुन्छ कि बिचबिचमा जाम हुन्छ अनि जाम हुँदाखेरि लौ यिनी हुन्छ कि अरू केही कोही मान्छेहरू आएर होइन ठुला मान्छेहरू आएर जाम भयो कि भन्ने सेन्सतिरै जान्न कि यो मन चाहिँ दिमाग चाहिँ होइन यो एक्सिडेन्ट भएर होला भन्ने हुन्छ कि केही बाटो निर्माण गर्दाखेरि भएर हो कि भन्ने पनि सेन्स हुन्न कि त्यस्तो खालको हुन्छ दिमाग। सबैलाई चाहिँ ह्याप्पी होली सहित सुरक्षित रहनु होला, मस्त रहनु होला, रमाइलो गर्नु होला। आज चाहिँ पहाडको होली, अफिसमा थोरै रमाइलो रङ्ग लगाएर आयौँ है। अब भोलि चाहिँ अब तराईको होली। अब पहाडको बासिन्दा हामी भए पनि अब यहाँ बसेपछि तराईको लागि छुट्टी भएपछि अब हामी सबैले तराईको होली नै मनाउनु पर्यो। अब सबैजनालाई आज पहाडको होली सँगसँगै तराईको होली दुवै होलीको धेरै बाई धेरै शुभकामना। मस्तसँग रमाउनु होला, खुसी हुनु होला, मिठो मिठो खानेकुराहरू पकाएर खानु होला।